भनेको लोकतन्त्रको रक्षक मानिने अदालत क्षयीकरणको बाटोमा जाँदै गरेको संकेत हो भन्ने महसुस गरेका छौँ सभामुख महोदय। जस्टिस मस्ट नट ओन्ली बी डन बट मस्ट म्यानिफेस्टली एन्ड अनडाउटेडली बी सीन टु बी डन। नेदर शुड देयर बी एक्चुअल बायस इन द जुडिशियल प्रोसिडिङ नर इभन द अपियरेन्स अफ बायस अन द पार्ट अफ द जज अर द कोर्ट। यो भनाइ न्यायालयमा एकदम सार्वजनिक रूपमा हामीले पढिरहेका हुन्छौँ, सुनिरहेका हुन्छौँ। न्यायालयमा कतै कतै यो अपारदर्शी तरिकाले पनि अन्याय भएको महसुस चाहिँ कतै कतै लाग्न महसुस पनि हुनुहुँदैन, अन्याय भएको छ भन्ने किसिमको महसुस पनि हुनुहुँदैन भन्ने भनाइ छ सभामुख महोदय। यहाँ प्रश्न उठिरहेको छ। पूर्व न्यायाधीशहरूको फोरमले अस्ति भर्खर मात्रै राज्यले चाहिँ कानुनी मर्म मिचेको भन्दै सार्वजनिक अभिव्यक्तिहरू दिनुभएको थियो। तर आजकल त अदालतको यो ड्यू प्रोसेस अफ ल मिच्ने कार्यहरू भएको देख्दा, उल्लङ्घनहरू भएको देख्दाखेरि के लाग्छ भने अब त पूर्व न्यायाधीशहरूको फोरमले चाहिँ न्यायपालिकाकै कार्यशैलीमा पनि अब प्रश्न उठाउनु पर्ने बेला भयो कि, अभिव्यक्ति दिनुपर्ने बेला भयो कि, आफू पूर्व भएको कारणले अलिकति टिप्पणी गर्ने बेला भयो कि भन्ने जस्तो पनि महसुस भएको छ। यदि अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थाल्यो भने सभामुख महोदय देशमा विधिको शासन कायम रहँदैन, केवल विधिको आवरण मात्रै बाँकी रहन्छ। र यदि यो परिस्थिति आयो भने जनताको आक्रोश सडकमा पोखिनु इतिहासको स्वाभाविक परिप्रवाह हो सभामुख महोदय। न्याय सम्पादन हुनु अघि नै न्यायिक प्रक्रियाको हत्या हुँदैछ सभामुख महोदय। यसको मौन साक्षी हुने कि जागरुक प्रतिरोध गर्ने अब यो संसद र नागरिक समाज साझा जिम्मेवारी हो। यो सबैको चासोको विषय हो। विधि मिचिएको विषयमा निरन्तर खबरदारी गर्ने मूल धर्म र चरित्रबाट प्रेस जगत पनि पछि हट्नु हुँदैन सभामुख महोदय। कुनै विषयप्रति त्यति विधि पनि अनदेखा गर्नु ठिक हुँदैन कि कुनै व्यक्ति गैर कानुनी तरबारको प्रहारबाट त्यो व्यक्तिको हत्या होस् अथवा त्यो व्यक्ति मारियोस्। यदि त्यस्तो भयो भने सम्पूर्ण प्रेस जगतले, नागरिक समाजले यो कुशासन माननीय सदस्य यहाँको निर्धारित समय सकिएको छ र कानुनको यो नेपालमा कानुनको शासन कायम गर्न नसकेको, भूमिका खेल्न नसकेको कारणले यो पुस्तामा आएको निराशाको भारी सबैले बोक्नुपर्ने हुन्छ। जाँदा जाँदै सभामुख महोदय ड्यू प्रोसेस अफ ल सबैले पालना गर्नुपर्छ। व्यक्तिप्रतिको धारणा अलग अलग होला।